गुड मर्निङ, ह्याप्पी सरस्वती पूजा है त। हाम्रो नि स्कुलमा सरस्वती पूजा छ। म चाहिँ बिहान सन्चो नभएर यति बेला भयो, ढिलो भएँ। अब म पनि जान लागेको। लेट्स सी हाम्रो स्कुलमा के कार्यक्रम हुन्छ म देखाउँछु है त। सो एभ्रिवान, हामी चाहिँ दौडिँदै जाँदैछौँ किनकि हाम्रो स्कुलमा चाहिँ कम्पिटिसन पनि छ फुड फेस्टिभलको। त्यही भएर ढिला भइसक्यो न। सब बिहानै गइसक्नु हो, म मात्र ढिलो। सक्दाखेरि यता यस्तो भइरहेछ, यता सेल उता। हजुर झा म्याम। सो एक्ज्याक्टली यता परेछ खिर, यता परेछ अचार र चिउरा अचार। सो एक्ज्याक्टली भन्नुपर्दा यता चिउरा अचारको तयारी हुँदैछ। सो हट न, यस्तो हुँदैछ। अरू चाहिँ भित्रभित्र गयो। यता परेछ सेल पाक्दैछ यहाँ। Let's see Jerry. What is this? What the hell? भन्ने बेला भइगयो। हजुर के भयो भन त। होइन होला, होइन यस्तो हुँदैछ हाम्रो निलो सदन। निलोले दुनोट बनाइरहेछ, हरियोले जेरी, पहेँलोले सेल र रातोले के बनाउँदैछ त भन्दाखेरि चिउरा र अचार। देन हाम्रो अर्को स्कुलको हुनुहुन्छ, उहाँ हुनुहुन्थ्यो खिर बनाउँदै हुनुहुन्छ। म पनि रातो सदनको, म पनि अचार र चिउरा बनाउनमा लागि परिरहेछ है। भाइहरू कुन सदन? तिमीहरूलाई के परेको छ? अचार र चिउरा हो। सो यता अचारको तयारी हुँदैछ है। रातो सदनको, मेरो सदनको तयार भइसक्यो, हेर्न सक्नुहुन्छ। अझै दुईटा परिकार बाँकी छ। यहाँ भयो अचार ट्वाक्क। हजुर मूल्याङ्कन गर्दा आउने बेलामा त्यो कस्तो पारेर गर्ने एक्सप्लेन पनि गर्नुपर्छ। अचार ल हुन्छ। यो सलाद। फाइनल्ली केही काम सकेर हामी फोटो सेसनमा लाग्यौँ। फुड फेस्टिभल भइरहेछ। यता हुनुहुन्छ म्याडमहरूको टोली। लो बस्ने ठाउँ खोलेर देखाउ न। पहिला सदनको नाम भन्नु पर्यो मलाई। कति मिठो बास्ना आयो त। अच्छा, यसमा के मिसाउनु भएको छ? यो गाजर त पक्का पनि तपाईँहरूले बजारबाट ल्याएको होला होइन? अरू आलु यो कता बजारबाट ल्याएको यतै हाम्रो के छ ल हाम्रो गाउँमा? ल मलाई यो एकताल यो हामीलाई चाहिँ यो कसरी बनाउनु त्यो भन्नु। गाजरलाई काटेर यो यसमा चाहिँ गुन्द्रुक गाउँघरमै बनेको चुइचिनी हालेर चुकेको प्याजहरू काटेर भट्मा हालेर मिक्स। एउटा कुरो यो मेथी यतिकै डढाउने हो? मेथी तेलमा। यो फुराको मेथी यति छ त एउटा। ल भाइ तपाईँहरूले खाना पकाउँदा यो जे चिज पनि नडराउनुहोस् क्या, किनभने यसमा कार्बन हुन्छ। कार्बनले चाहिँ हाम्रो क्यान्सरलाई गर्न सक्छ। ठिक छ, फेरि चित्त नदुखाऊ क्या। अबदेखि त्यस्तो गर। अब धेरै सोध्न मन लागेन। अहिले कति बेला बाँड्छ मात्रै भयो हामीलाई होइन। अच्छा
मात्र शुद्ध चामल छ नि चामल हाम्रो कता अच्छा यसलाई मुछियो होइन त्यो तयार गर्नु कति बेला अहिले भर्खर कि अघि बिहान कि हिजै मुछ्यो तेल यो अनि यो भाँडाको बिचमा पटाउँदा कि के छ अलिकति यसलाई मोटो बनाउन सकिँदैन कोही हुन्छ अलिकति फुलेको हुन्छ नि हुन त यहाँ जनता पुगेको छ नि त्यो होइन त्यस्तै हो अनि दुई ठाउँबाट छ त है यहाँ एउटै हो उसको भिडियो गर्नुभयो कि भिडियो गरेको तर अब खानपिनको कार्यक्रम सुरु भएको छ यसरी अनि थरी थरी छ नि त ल यसरी सरस्वती पूजा कार्यक्रम सकेर हाम्रो खाना सुरु भएको छ हाम्रोमा चाहिँ यस्तो छ वडा स्तरीय फुड फेस्टिभल कार्यक्रम ठिक छ सर हेड सरलाई सोध्ने बेला भयो यहाँ छ खिरको परिकार थाप छ पनि फेरि उ त दिशाले यता हेर सुनिता म्याडम आज के हो त आज स्थानीय फुड फेस्टिभल भनेको छ तर यहाँ सबै चिल्लो रोटी तर तपाईँ त राम्री भएर आउनु भएको छ मेरो थपडा कुच्चिया छ राम्री हो बलबहादुर आज के हो आज सरस्वती पूजासँग के हो त आज फुड फेस्टिभल तिमीहरूले के बनायो कुन सदन तिमीहरू हरियो के बनायो त फुड फेस्टिभल जेरी जेरी गुलियो जेरी कि तितो जेरी यता हेलो आज के हो आज सरस्वती पूजा हो आज अनि तिमीहरूले के बनाएको खै हेर मेरो प्लेट बाँड्ने यो पनि प्लेट बाँड्ने मान्छे सो हेर्न सक्नुहुन्छ उसले चाहिँ चोरेर खाइरहेको छ ममताले चोरेर खाइराख्यो हो मेरो पाखुराको कमायो यसरी चिया पनि बना छ है हाम्रोमा वास्तवमा भनौँ भनेदेखि दुध चिया मिल्क टी व्हाइट टी यहाँ पनि मान्छे सकिएको हो र यति हो थप्नुपर्छ जस्तो छ है ल ल ल यतिको चाहिँ हुनुपर्छ है यतिको हुनुपर्छ सर आज कस्तो लागिरहेछ एकदम दामी फेस्टिभल भनिएको छ तर रातो सदनले बनाएको परिकार कस्तो लागेको अहिले लागेको छैन अब चाख्न पाएको छैन फर्स्ट हुनुपर्ने हो हेरेर भन्नुस् न हेर्दा एकदमै आकर्षक राम्रो देखिन्छ अब खाँदा स्वाद चाहिँ अब खाएपछि नै थाहा होला होला म त आउँदिन ल भन रातो सदनले यो के बनायो आलु भुजिया यो गुन्द्रुकको अचार अनि यो टमाटरको अचार देन यतापट्टि सोध रातो सदन यो के हो यो बजी चुरा बजी गुड यो के हो आलु र गाजरको अचार आलु गाजरको साँधेको अचार फाइनल्ली हाम्रो खानपिन कार्यक्रम सक्यो तर भाँडा माझ्न कोही मानेको छैन यो भाइ एउटालाई पारेछन् भाइले नि माझ्ने हो फाइनल्ली रिजल्टको टाइम भइसक्यो हाम्रो
सेल पो होला निलो रातो सदन फर्स्ट भयो है कस्तो लाग्यो तपाईँलाई रातो सदन फर्स्ट बनाउँछ रातो सदन फर्स्ट भयो फर्स्ट भएपछि त अनि पुरस्कार थाप्नु पऱ्यो नि त विजेता सम्पूर्ण विद्यार्थी लगायत विद्यार्थी भाइ बहिनीहरू लगायत शिक्षक शिक्षिकाजीहरूमा हार्दिक बधाई छ खै विद्यार्थी भाइ बहिनीहरू ताली त आएन त ताली खै ओहो ल 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5 1 2 हामीसँग प्राइज आइसकेको छ र हाम्रो रातो सदन सरको ठुलो हात छ हामीलाई जिताउनु ठुलै छ सरको हात पनि ठुलै छ ल अब लास्टमा ट्याक्क लाएर फोटो पनि खिच्दिनु फोटो सेसन भयो है त हामी पूजा सकेर पनि आएर यहाँ तृष्णा म्यामको घरमा आइपुगिसकेका छौँ हाम्रो सरस्वती पूजा सँगसँगै वसन्त पञ्चमी सँगसँगै हाम्रो फुड फेस्टिभल कार्यक्रम सकिसकेको छ हाम्रो सरस्वती मन्दिर यो हो है त बिहान चाहिँ के थियो भन्दा घामले एन्टिलाइट परेर राम्रो देखाएको थिएन तपाईँहरूलाई म देखाएँ है हाम्रो मन्दिर सो हामी घर हिँड्यौँ लु फाइनल्ली अब हामी ड्युमा लागेछौँ यो नक्कल ड्यु परेछ तपाईँहरूले नि किन्ने बेलामा सक्कल होला यो नक्कली ड्यु अरे नक्कली मतलब हेर्नु बोतल अर्कै खालको छ नि हेर्नु न माउन्टेन नै हो नयाँ ड्यु ल हामी अब ड्यु पार्टीमा लाग्यौँ है त यसरी हाम्रो सरको खानुपर्छ भने थाहा भएको त म नआउनु भन्थेँ सो थ्याङ्क यू एभ्रिवान फर वाचिङ माई मिनी ब्लग अनि आजको ब्लग चाहिँ आज सरस्वती पूजाको ब्लग चाहिँ मैले यही अन्त गरेँ कृपया लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है त हस् धन्यवाद